कार्यस्थलमा काम गर्दा गर्दै ज्यान गुमाउनु पर्यो, त्यस्तै अरू पत्रकारले त्यो नियति भोग्न नपरोस्, घाइते हुन नपरोस्, अङ्गभङ्ग हुन नपरोस्। पत्रकार भएकै कारण लखेटी लखेटी कुट्ने, पिट्ने र नियोजित रूपमा सञ्चार माध्यमहरूमा चाहिँ आक्रमण गर्ने जुन खालको कुचेष्टा, जुन खालको दुस्साहस राजावादीहरूले गरेका छन्, यसले हाम्रो लोकतन्त्रमाथि नै एक खालको धावा बोल्ने प्रयत्न भएको छ। नेपालमा जसरी लोकतन्त्रको हामीले इतिहास हेऱ्यौँ भने लोकतन्त्र जसरी स्थापित भयो, ठुलो त्याग तपस्या र नेपाली जनताको बलिदानबाट आएको लोकतन्त्र र हामी जस्तो प्रेस मैत्री वातावरण खोज्ने मान्छेहरूका निम्ति र प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निम्ति योभन्दा उन्नत बाधहरू हुन सक्दैन। लोकतन्त्र त्यस्तो बाध हो जहाँ अरू सबै विचारहरू अट्न सक्छन्, तर अरू बात हामी खोज्दै हिँड्यौँ भने भोलि हामीले आफ्नो खुट्टामा आफै बन्चरो हानेको हामीलाई महसुस हुनेछ। त्यसकारण हामीले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हाम्रो प्रेस अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्रै फस्टाउन सक्छ, फक्रिन सक्छ भन्ने मान्यताका आधारमा हामीले आन्दोलन छेडेका छौँ। हामीले सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ, जसले उनको हत्या गरेका छन् ती हत्याराको खोजी गरेर तत्काल कारबाही होस्। अङ्गभङ्ग गरिएका पत्रकारहरू जो उपचाररत हुनुहुन्छ उहाँको निःशुल्क उपचार गरियोस्। सञ्चार माध्यममाथि जसरी नियोजित रूपमा आक्रमण गरिएको छ, आगजनी गरिएको छ, ढुङ्गामुढा गरिएको छ, खोजी खोजी पत्रकारहरूलाई निशाना बनाइएको छ, सञ्चार माध्यमहरूलाई निशाना बनाइएको छ, त्यसको चाहिँ लेखाजोखा गरेर त्यस्ता तत्त्वहरूलाई चिनेर चाहिँ अगाडि बढोस्। यो जुन खालको अराजकता, उच्छृङ्खलता, उद्दण्डता देखाइएको छ, यो सही हुन सक्दैन, लोकतन्त्रमा यो हुनै सक्दैन भन्ने हामी नेपाली पत्रकारहरूको मान्यता छ। त्यही अनुसार हामी आन्दोलित भएका छौँ। आज मात्रै पनि हामीले केन्द्रीय सर्कुलर अनुसार कार्यस्थलमा कालोपट्टि बाँधेर काम गर्ने भन्ने हाम्रो सर्कुलर छ। त्यही अनुसार हामी यहाँ जम्मा भएका छौँ। अब हामी आफ्नो कार्यक्षेत्रमा कालोपट्टि बाँधेर हामीले काम गर्नेछौँ र भोलि हामी देशभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेछौँ। दोषीलाई तत्काल पहिचान गरेर कारबाही गरियोस् र पत्रकारहरूले निर्वाध रूपमा लेख्न पाउने, बोल्न पाउने, भिडियो रेकर्ड गर्न पाउने वातावरण सुनिश्चित गरियोस् भन्नका निम्ति हामीले दबाव सिर्जना गर्नका लागि हामी आन्दोलनमा उभिएका छौँ।